हेलो नमस्ते म चाहिँ सेफ विजय म चाहिँ अहिले हालमा चेन्नईमा आएको छु। यो हाम्रो आइसिएको वर्ल्ड रेकर्ड च्याम्पियन वर्ल्ड है छ। तो हामीले आज विशेष गरेर आज रामडा होटलमा चिया पिउँदैछौँ र यहाँ चाहिँ के हुँदैछ त भन्ने कुरामा हामीले अहिले धेरै फोकस गरिरहेछौँ। जस्तो हाम्रो सेफको लाइफमा इम्पोर्टेन्ट चिजहरू जो हामीले घरभित्रै बसेर चार दिवारभित्र बसेर खाना बनाएर गेस्टलाई सर्भ गर्थ्यौँ। त्यो दिन थियो हिजोको दिनमा र आजको दिनमा चाहिँ एउटा आइसिएले राम्रो अपर्च्युनिटी ल्याएको रहेछ र त्यस अपर्च्युनिटीमा मैले पनि भाग लिएर आएको छु। जहाँ हामी अहिले रामडा होटलमा प्रोग्राम छ र 2 डेज भयो आज आएको। धेरै एक्साइटेड छु, धेरै रमाइलो भइरहेछ र विशेष गरेर मैले हामीसँग बस्ने हुने एउटा मेरो साथी आसामकै हुन्छ प्रकाश निरोलाजी। नमस्कार। के भन्न चाहनुहुन्छ सेफ तपाईँ? आइसिएले एउटा यो राम्रो व्यवस्था गरेको रहेछ। मलाई पनि यो बारेमा पहिलादेखि यसो सुनिरहेको थिएँ, तर भाग लिन मौका मिल्यो र त्यसमा साथैमा विजयजीसँग पनि सहभागी भएर रुममा पनि हामी सँगै थियौँ र अहिले हामी दुईजना साथैमै छौँ। र यी बिहानको मौसम सुरुवात हाम्रो चायदेखि छ यी रामडा होटेलको। र सेफहरू तपाईँ पनि अन्धकारमा नबस्नु होला, तपाईँहरू पनि हामीसँगै भाग लिनु होला र अवश्य तपाईँ पनि आइसिएको मेम्बर बन्नु होला। जरुर। थ्याङ्क यू सो मच।